भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह हो मात्रै भन्दिन कि यति लामो राजनीतिक यात्रामा 1 रुपैयाँ पनि भ्रष्टाचार गरेको छैन भनेर जुनसुकै मन्दिरमा छिर्न सक्छु। त्यो निष्ठा बोकेको मान्छे अरू कसले के भन्छसँग मैले चिन्ता लिदिनँ। त्यसकारण म तपाईहरु सबैलाई भन्छु कि हामीले कर्मकाण्ड गरेर श्री गण्डकी सतकुण्डीय गायत्री कोटी होमका संकल्पकर्ता विजय श्री कृष्ण मूर्ति महाराज, व्यासमा रहनुभएका मेरा अत्यंत आदरणीय पंडित दीनबन्धु पोखरेलज्यू, चन्द्रकुमार शर्माज्यू अनि मसँगै आउनुभएका माननीय किरण शर्माजी, अरू नेता साथीहरू, समाजका विभिन्न क्षेत्रका अगुवाहरू, सबै आयोजकहरू, अगाडि रहनुभएका धर्मानुरागी धर्मप्रेमी मेरा आमा बुबा दिदीबहिनी तथा दाजुभाइहरू, आज यो ऐतिहासिक कोटी होम हामीले यस अगाडि त देखेको थिएन नै, अब हाम्रो जीवनमा फेरि देख्न पाइन्छ कि पाइँदैन। यो कोटी होममा आमन्त्रणले मात्रै मलाई यहाँ डोर्याएर ल्याएको छैन, मेरो आफ्नो इच्छाले पनि एकचोटि नपुगिकन यो जीवन पूर्ण हुन्न होला भन्ने लागेर म आफै डोरिएर यहाँ आइपुगेको छु। मलाई यहाँ सहभागी हुने मौका दिनुभयो। आयोजकहरू र अरू सम्बन्धित सबैलाई धेरै धेरै धन्यवाद तथा आभार व्यक्त गर्न चाहन्छु। आज बुद्ध जयन्ती, नेपाल 3टा महत्त्वपूर्ण धर्महरूको उद्गम थलो हो, हिन्दू, बुद्ध र किरात धर्म। आज बुद्ध धर्म र किरात धर्म मान्नेहरूका लागि अत्यन्तै महत्त्वपूर्ण दिन हो। आज बुद्ध जयन्ती भनौँ 2569औं बुद्ध जयन्ती र किरातीहरूको उभौली पर्व। म यी दुवैको अवसरमा सबैलाई सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु।